अखिल नेपाल भिक्षु महासंघले चाहिँ थाई धर्मदूत इन्डियन नेपाल गोसाले लुम्बिनी न्यासम श्रामणेर प्रवर्ज्य ज्याजो जुइतेङ्गो दु वैगो फागुन 26 गते निसी प्रवर्ज्य ज्याजो जुइतेङ्गो तका यलय अक्षेश्वर महाविहार जुगु पत्रकार सम्मेलनले जानकारी बिगु ख यो 8औं पटक यो 500 कोलपोत्र प्रवर्ज्यको पत्रकार सम्मेलनमा आज यो वाचन गर्न गइराखेको छु। यो विज्ञप्ति बुद्ध जन्मभूमि नेपालमा सन् 2011 देखि अखिल नेपाल भिक्षु महासंघ र थाई इन्डिया नेपाल धर्मदूत संघको सहकार्यमा वार्षिक रूपमा कोलपुत्र प्रवर्ज्य कार्यक्रम मार्फत बुद्ध शिक्षा जनमानसमा फैलाई सभ्य समाज निर्माणको उद्देश्यले कार्यक्रम आयोजना गर्दै आइरहेको छ। सन् 2011 देखि 111 जना, 1112 जना, 150 जना, 1119 जना, 500 जना, 1250 जना र 500 जनाले प्रवचित गरिसकेको छ भने यही 2022 साल फागुन 26 गतेदेखि चैत्र 17 गते 2026 मार्च 10 to 31 सम्म हुन गइरहेको 500 अल्पकालीन कोलपोत्र प्रवर्ज्य कार्यक्रममा देशभरका विभिन्न स्थानबाट 500 जनाले प्रवचित गर्ने सामेल बनाउने कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। कार्यक्रममा थाइल्यान्ड लगायत अन्य विभिन्न राष्ट्रहरूबाट प्रतिनिधि सहभागी हुनेछन्, जसले गर्दा बौद्ध पर्यटकहरूको सङ्ख्या वृद्धि भई पर्यटन व्यवस्थामा टेवा पुग्नेछ। कार्यक्रमको व्यवस्थापन प्रवर्ज्य सामाजिक नेपालले गर्नेछ भने सह-आयोजकहरू यस प्रकार रहनेछन्: थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षेश्वर महाविहार संरक्षण समिति, हिरेन वर्ण महाविहार सुधार समिति, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध मण्डल नेपाल (IMBA), बुद्ध समाज नेपाल, वर्ल्ड अलायन्स अफ बुद्धिस्ट, लुम्बिनी बौद्ध विश्वविद्यालय, नागबहाल टोल सुधार समिति, धम्मकाय फाउन्डेसन, बौद्ध समाज नेपाल, ग्रीन नेपाल लुम्बिनी र मगर समाज अमेरिका। प्रवचित सामेलहरूले यस अवधिभरमा शील ग्रहण गरी शील पालन गर्नेछन् र थाइल्यान्डबाट पाल्नुहुने अति श्रद्धेय भिक्षु भेनेरेबल फ्रा प्रोम वजिर बोधिवङ जोको उपाध्यायत्वमा तथा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष श्रद्धेय भिक्षु धम्मश्रवण मास्टरज्यूको उपस्थितिमा प्रवचित गरिनेछन्। वैगु फागुन 26 गते निसी चैत 17 गते तक प्रवर्ज्य तिथि ज्याजो जुइगुर कारण पत्रकार सम्मेलनले जानकारी बिगु ख การบรรพชาครั้งแรกเกิดขึ้นในประเทศเนปาล हाम्रो नेपालमा चाहिँ पहिलो पटक अर्डिनेसन प्रोग्राम चाहिँ สามเณรรูปแรกก็คือพระราหุลเป็นลูกของพระพุทธเจ้าซึ่งเป็นคนเนปาล यो अर्डिनेसन यो बुद्धिज्ममा पहिलो पटक भएको यो सामेल बनाएको भनेको नै यो चाहिँ राहुल जुन चाहिँ हाम्रो सिद्धार्थ हाम्रो भगवान बुद्धको चाहिँ छोरा हुनुहुन्थ्यो, उहाँलाई चाहिँ सामेल प्रवचित गरेको थियो। แล้วก็การเดินธรรมยาตรา Walk for Peace ครั้งยิ่งใหญ่ที่สุดก็เกิดในประเทศเนปาล अनि यो ठुलो धम्मयात्रा जुन चाहिँ पिस वक फर पिस भनेर चाहिँ पहिलो पटक चाहिँ नेपालमै भएको थियो जुन चाहिँ
พระพุทธเจ้าเดินนำสันติสุขมาสู่ครอบครัวในขณะที่ญาติฝ่ายพ่อกับฝ่ายแม่รบกันเพื่อแย่งน้ำ चाहिँ भगवान बुद्धले चाहिँ धम्म यात्रा गर्दै चाहिँ नेपाल आएर जुन चाहिँ यो बाटोमा पर्ने भाषालाई सबैले शान्ति प्रदान गर्नुभयो। सन् 2011 निसे अखिल नेपाल भिक्षु महासंघ व थाई इन्डिया नेपाल धर्मदूतीय सहकार्य नेपालले दे दश प्रवर्ज्य ज्याजो जुया वैचंगु दुसा तुक्सी जुइतेंगु ज्याजो चाको फुसिया ज्याजो ख धार्मिक गतिविधिहरू जति बढी गर्न सक्यो त्यति चाहिँ नेपाललाई नै लाभ हुन्छ। अब योभन्दा अगाडिको सालमा अब हामीले रेकर्ड राखेको हिसाबमा अब कहिले के छ भन्दाखेरि नेपालमा आउँदाखेरि पर्यटकहरूको यो एयरफेयर चाहिँ बढी भएको हुनाले चाहिँ नि अलिकति कम पनि मान्छेहरू आउने भइरहेछ। अब लास्ट इयर चाहिँ नि करिब चाहिँ नि काठमाडौँ भैरवा फ्लाइटमा एकदम सस्तो दरमा भएको हुनाले चाहिँ नि करिब लास्ट इयरको उसमा चाहिँ 200 जति थाईहरू आउनुभएको छ यो प्रोग्रामको लागि हैन। करिब चाहिँ 1 महिनाभित्र चाहिँ 200 जति पर्यटकहरू आउनुभएको छ। काठमाडौँ आउँदाखेरि काठमाडौँबाट फेरि उता भैरवा जाँदाखेरि यो एउटा अब सन्दर्भ बस हैन। अब हामीले पनि अब मिडिया मार्फत चाहिँ सरकारलाई राज्यलाई घचघचाउनु पनि पर्छ यी कुराहरू भएर मैले यसो अब म आज लुम्बिनी विकास कोषको बोर्ड मेम्बर पनि भएको हुनाले चाहिँ अब यहाँहरू यत्रो गरुडामय पत्रकारज्यूहरू आउनु भएको हुनाले चाहिँ नि भनेको अब काठमाडौँबाट उता जाँदाखेरि केही नभए नि $89 $90 पर्छ वान वेको। टु वे हुँदाखेरि करिबन 54,000 22-23,000 चाहिँ टु वेको खर्च लाग्छ। अब थाइल्यान्डबाट डाइरेक्ट अस्ति आउँदाखेरि 26,000 मा आइपुगेछ। यस्तो खालको प्रमोसन हामीले गर्न सकेको खण्डमा भैरवा एयरपोर्टले जुन अब यसलाई चाहिँ राम्रोसँग सर्भिस दिन सकेको खण्डमा चाहिँ पर्यटकहरू बढी आएर चाहिँ एक हिसाबले इकोनोमिक रूपमा यो फाइदा हुने यो भइहाल्यो हैन। तर अब भन्टेहरू पनि अब 100 जना जति अब नेक्स्ट इयर हुने भन्ने कुरा पनि भयो। अब यो अहिले समन्वयात्मक हिसाबमा चाहिँ भिक्षु महासंघसँग पनि हामीले एकदम गहन रूपमा छलफल गरेर अगाडि बढिराखेकै छौँ हैन। यसमा चाहिँ अलिकति तपाईहरुले चाहिँ अब अलिकति हामीलाई पनि घचघचाउनु होला। उहाँ भन्टेहरूलाई पनि हामी बिन्ती गर्छौँ शिक्षामा अब अलिकति यसलाई चाहिँ हामीले कसरी यो गर्न सकिन्छ भन्ने कुरा चाहिँ सुनिलजीको जुन महत्त्वपूर्ण प्रश्नको लागि धन्यवाद पनि दिन्छु।